Hello and namaste everyone. This is me Manoj Chaudhary from Simrabara. आजको मेरो भ्लगमा हजुर सबैजनालाई स्वागत छ। सो यो जुन दृश्य देख्नुभयो हजुरले अहिले त्यो चाहिँ हिजोको घटना हो है। हिजो बिहान पख हैन करिब 8:30 बजेतिर एउटा ट्रक ड्राइभर दाइले चाहिँ हात्तीले मारेको हैन। सो यो सुन्दा यो देख्दा चाहिँ एकदम मनै भखानी हैन, नराम्रो लाग्यो कि एकदम दुःख लाग्यो। किनकि अब दिनदिनै अब कहिले बाघले कहिले हात्तीले मान्छे मारिरहेको देख्दा त आफूलाई पनि त एकदम डर फिल हुन्छ नि त मनमा। सो यो घटना चाहिँ महेन्द्र राजमार्गको हो, जुन चाहिँ पत्लयादेखि निजगढको बिचमा भएको घटना हो हैन। काँचघाट मेला जाने बाटोभन्दा हल्का अगाडिपट्टि भएको घटना हो। सो अब यस्तै गरी हो भने धेरै मान्छे मारिन्छन् हैन। सो त्यसको लागि चाहिँ व्यवस्थित गर्नु पर्यो नेपाल सरकारले, नेपाल आर्मीले हैन। दिनदिनै यस्तो घटना घटिरहेको छ हैन, दिनदिनै मान्छे मरिरहेको छ। कुनै बेला अब हजुरको दाजुभाइ दिदी बहिनी अब अरू कोही पर्न सक्लान् हैन। त्यो दाइ चाहिँ यहीँको हो हाम्रो हैन, यो हुलासनिरीको हो। मलाई पनि थाहा थिएन यो घटनाको बारेमा। मैले भिडियो हेर्दाखेरि यस्तो दुःख लाग्यो कि हाम्रै ठाउँ मात्र किन यस्तो भइरहेको, के त्यसलाई व्यवस्थित रूपमा राख्न सकिँदैन। एकदम दुःख लागेको छ कि हैन। सो त्यो बाटो हिँड्न पनि डर लाग्छ कि अहिले। दिउँसो त ल देखिन्छ जनावर, भाग्न सजिलो हुन्छ हैन। राति त कसरी देख्नु हो, राति त देखिँदैन नि त। अगाडि मात्रै देखिन्छ, दायाँ बायाँ त देखिँदैन, अँध्यारो हुन्छ। त्यो बाटो हिँड्न चाहिँ एकदम डर भइसक्यो अहिले। हिजो बिहान त्यो दाइले ट्रक जब लाँदाखेरि लोड गरेर अचानक त्यो हात्ती निस्क्यो। त्यो दाइ आत्तिएर गाडी रोकेर ऊ भाग्ने क्रममा हात्तीले लखाटेर मारिएको भन्ने सुन्न आएको छ है। सो अब के हुन्छ, अब त्यसलाई व्यवस्थित रूपमा राख्नु पर्यो, व्यवस्थापन गर्नु पर्यो हैन। यही रिक्वेस्ट गर्छु म नेपाल सरकार र नेपाल आर्मीलाई हैन। यही भन्न चाहन्छु, अब यस्तै घटना चाहिँ नदोहोरियोस्। अब म आज भर्खर चपुर पुगेर आएको, म आफै डराइ आएको किनकि डर फिल भइसक्यो मनमा। अब कहिले बाघ निस्किने कहिले हात्ती निस्किने, यस्तो त भएन नि त। उहाँको फ्यामिलीहरूमा के बितिरहेको होला, त्यही भन्न चाहन्छु। अब व्यवस्थित गर्नुहोस्। मान्छेले जनावर मार्यो भने कानुन लाग्ने, जनावरले मान्छे मार्यो भने चाहिँ कानुन किन नलाग्ने हैन। कानुन नलागे पनि त व्यवस्थापन त्यसको व्यवस्थित रूपमा त राख्न सकिन्छ नि त। सो यही भन्न चाहन्छु हैन। एकदम दुःख लागेछ जसले अब ज्यान गुमाउनु भयो, रेस्ट इन पिस त्यो दाइलाई हैन। सो यही भन्न चाहन्छु गाइज। र आजको भिडियो मेरो यही हो हैन। आज कतै पनि गएन म, जस्ट चपुर गएर त्यो पनि डराइ म भिडियो पनि बनाएन कि आज डरले। सो त्यही भएर आजको भिडियो चाहिँ यही नै हो। भोलि चाहिँ मेरो नयाँ भ्लग आउनेछ है। सो हेर्दै गर्नु होला। जो नयाँ हुनुहुन्छ मेरो युट्युब च्यानल लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। स्टे सेफ एन्ड सेफ राइड है। त्यो बाटो हिँड्दाखेरि चाहिँ एकदम विचार गरेर हिँड्नु होला। सो यही भन्न चाहन्छु। ओके, बाई बाई।